साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः। पहिले हामी सत्तामा पुग्ने सत्ताधारी जनप्रतिनिधि भनौँ या नेता भनौँ वा कार्यकारी पदमा पुगेका व्यक्तिहरूलाई हामी के भन्थ्यौँ भने उसको कार्यशैली उसको कार्यविधिहरूलाई हामी हेरेर उसका सिद्धान्तका कुराहरूलाई तुलना गर्दा हामी के भन्थ्यौँ भने बोतल चाहिँ फेरियो तर भित्रको त्यो जुन पदार्थ छ तरल पदार्थ त्यो चाहिँ हामी के भन्छौँ त्यही रहेछ हैन। भित्र त्यसको क्वालिटी गुण त्यही पुरानै देखियो हैन, पुरानै छ तर बोतल चाहिँ एकदम नयाँ छ हैन। हेर्दा चाहिँ त्यो एकदम सोम रस जस्तो हैन, अत्यन्तै मिठो अमृतै जस्तो छ तर पिउँदाखेरि त्यो त्यही पुरानै हामीले खाइल्याकै रक्सी जस्तो देखिन्छ। तर बोतल अत्यन्तै ब्रान्डिङ गरेर हैन यस्तो नयाँ बनाएको छ कि मानौ त्यो पुरानो नै हैन। हामीले यस सत्ताको कार्यशैलीलाई सत्ताधारी सरकारहरूको कार्यकारी पदमा ओहदामा सार्वजनिक पदमा ओहदामा बस्नेहरूले पहिले आफूलाई परिमार्जित गरेको हैन भनेर ठुला कुराहरू गरिरहेको तर उसको व्यवहार कार्यशैली पद्धति हैन। अब नयाँ दलहरूको आगमन भएको छ, नयाँ दलसँगै उनीहरूको कार्यशैली पनि हामीले नियालिरहेका छौँ, देखिरहेका छौँ तर त्यो उहाँहरूको कार्यशैली ठ्याक्कै यो बोतलको भित्रको तरल पदार्थ जस्तैको हामीलाई आभास भइरहेको छ। हामीले चाख्यौँ नि त, बोतल नयाँ दिनुभयो हामीले खन्यौँ हैन, बोतल चाहिँ चट्ट नयाँ छ, भित्र त आखिर यही खोलाको पानी त रहेछ। धेरै कुरा त मैले भनेकै नि छु, हैन। बोतल चाहिँ नयाँ बनाएर ल्याएको देखियो। त्यस कारणले अब यो कुराको ब्रेक गर्नुपर्छ तर उहाँहरू असफल भइरहनु भएको छ हैन। बोतल पनि नयाँ, भित्रको तरल पदार्थ पनि नयाँ हुनु पर्यो तर उहाँहरूले सक्नु भएको छैन हैन, सकिरहनु भएको छैन, सक्ने स्थिति पनि देखिँदैन। आखिर यही खोलाको पानी। शुभकामना, तपाईहरूले चेन्ज गर्नुहोस्, फेर्नुहोस्, बोतल जस्तै भित्रको तरल पदार्थ पनि नयाँ बनाउनुहोस्। धेरै कुरा त मैले भनेको नै छु, बाँकी छ एउटा तिमीलाई सुनाउन।
बाँकी छ तिमलाई झमझम da 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 da